परीक्षा भन्ने शब्द सुन्ने बित्तिकै दिमागमा कस्तो चित्र आउँछ? साँच्चै पसिना आउने अवस्था आउँछ नि। त्यही त, भित्तामा टिकटिक गरिरहेको घडी। अनि पसिनाले भिजेका हातहरू। एकदमै 3 घण्टाभित्र आफ्नो वर्षभरको ज्ञान एउटा कापीमा उतार्नुपर्ने त्यो भयानक दबाव। हामी सबैले आफ्नो बाल्यकालमा यो कुरा भोगेका छौं नि। परीक्षाको अघिल्लो रात निन्द्रै नलाग्ने। हो नि। अनि भोलिपल्ट प्रश्नपत्र हेर्दा पढेको जति सबै बिर्सिए जस्तो हुने। त्यो अवस्था साँच्चै नै तनावपूर्ण हुन्थ्यो। तर अब एउटा कुरा कल्पना गरौँ त, यदि बालबालिकाहरूका लागि यो डरलाग्दो सपना सधैँको लागि अन्त्य हुँदैछ भने? पक्कै पनि। कक्षा 4 र 5 का विद्यार्थीहरूको हकमा नेपालको शिक्षा प्रणालीले परीक्षाको सम्पूर्ण नियम नै बदल्ने गरी एउटा नयाँ बाटो तय गरेको छ नि त। आज हामी यही स्रोत सामग्रीहरूको गहिरो छलफल गर्दैछौँ, जहाँ यो 3 घण्टे परीक्षाको सट्टा सिकाइलाई नै केन्द्रमा राखेर नयाँ यात्रा कसरी सुरु हुँदैछ भन्ने कुराको गहिराईमा पुग्नेछौँ। यो साँच्चै नै एउटा ठूलो र महत्त्वपूर्ण छलाङ हो, किनभने अहिलेसम्म हामीले प्रयोग गर्दै आएको औपचारिक प्रकृतिका लिखित परीक्षाहरूलाई नजिकबाट हेर्ने हो भने नि, हजुर, तिनले मूलतः विद्यार्थीको एउटा मात्र पक्षको मूल्याङ्कन गर्थे। त्यो भनेको स्मरण शक्ति हो। घोक्ने विद्या भनौँ न। ठ्याक्कै त्यही हो। विद्यार्थीले वर्षभरिमा कति घोक्यो र त्यो 3 घण्टाको सीमित समयमा कापीमा कति ओकल्न सक्यो भन्ने कुराले उसको सिङ्गो भविष्य वा क्षमता निर्धारण गर्थ्यो। त्यो त एकदम गलत थियो। हामी सबैलाई थाहा छ बालबालिकाको सिकाइ र उनीहरूको क्षमता भनेको बहुआयामिक हुन्छ। कोही लेख्नमा सिपालु हुन्छन् त कोही बोल्नमा, अनि कोही चित्र कोर्नमा त कोही साथीहरूसँग मिलेर काम गर्नमा। एकदम सही। त्यसैले विद्यार्थीको समग्र पक्षको लेखाजोखा गर्न कक्षा 4 र 5 मा अब 100% आन्तरिक मूल्याङ्कन लागू गरिँदैछ। यसको सोझो अर्थ हो त्यो औपचारिक प्रश्नपत्र र परीक्षाको पुरानो परिपाटी अब आवश्यक छैन। हो, तर यहाँनिर एउटा कुरा आउँछ नि, स्रोत सामग्रीले कक्षा 1 देखि 3 सम्म यो प्रणाली पहिले लागू भइसकेको र अब 4 र 5 मा पनि विस्तार हुँदैछ भनेको छ। मैले पनि त्यही सोचिरहेकी थिएँ। जब हामी 100% आन्तरिक मूल्याङ्कन र परीक्षा नहुने कुरा गर्छौँ, धेरैको मनमा एउटा शङ्का आउन सक्छ। कस्तो शङ्का? मतलब के यसको अर्थ सिकाइ स्तर कमजोर भएका विद्यार्थीहरूलाई पनि बिना कुनै मेहनत सिधै पास गराइन्छ भन्ने हो कि यो कुनै फ्री पास प्रणाली हो त? त्यस्तो बिल्कुलै होइन। किनकि हाम्रो आफ्नै भोगाइमा पनि परीक्षाको डरले नै धेरैलाई किताब पल्टाउन बाध्य बनाउँथ्यो नि। परीक्षा नै नभएपछि त जसले पनि सजिलै पार तर्छ, पढ्नै पर्दैन भन्ने बुझाइ हुन सक्छ नि त। बाहिरबाट हेर्दा धेरैलाई त्यस्तै लाग्न सक्छ, तर यसको भित्री मनोविज्ञान र निर्देशिकाको मूल मर्म ठ्याक्कै उल्टो छ। ओहो, कसरी? अलिकति खोतलेर हेरौँ न यसलाई। यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने यो प्रणालीको उद्देश्य कमजोरलाई जबरजस्ती पास गराउनु कदापि होइन, बरु विद्यार्थी फेलै नहुने गरी पढाउनु पर्छ भन्ने हो। फेल नै नहुने गरी सुन्दा त राम्रो लाग्यो, तर प्रयोगात्मक रूपमा कसरी सम्भव छ र? यसलाई एउटा स्वास्थ्यको दृष्टान्तबाट बुझौँ न। मानव कोही डाक्टर कहाँ कति बेला जान्छ? बिरामी भएपछि। हो नि। परम्परागत प्रणाली भनेको वर्षको अन्त्यमा बिरामी परेर थला परिसकेपछि मात्र अस्पताल जाने जस्तो थियो। वर्षको अन्त्यमा विद्यार्थी फेल रूपी बिरामी भइसकेपछि मात्र शिक्षक र अभिभावकले थाहा पाउने। भनेपछि यो नयाँ 100% आन्तरिक मूल्याङ्कन भनेको चाहिँ नियमित स्वास्थ्य परीक्षण जस्तो भयो। ठ्याक्कै प्रिभेन्टिभ केयर जस्तै हो यो। नियमित रूपमा विद्यार्थीको मूल्याङ्कन गरेर उनीहरूको सिकाइमा कतै कमी देखिन थाल्यो भने तुरन्तै उपचारात्मक पद्धति अपनाउने यसको मान्यता हो। अर्थात् रोग लाग्नुभन्दा अगाडि नै त्यसको पहिचान गरेर रोक्ने प्रयास। यो त गजबको कन्सेप्ट हो। एकदमै। निर्देशिकाले स्पष्ट रूपमा भनेको छ, यदि विद्यार्थीले कुनै कुरा बुझेन भने पटक पटक सुधारात्मक सिकाइ क्रियाकलाप गर्नुपर्छ। एउटा तरिकाले सिकाउँदा बुझेन भने अर्को तरिकाले सिकाउनुपर्छ। अनि त्यति गर्दा पनि भएन भने छुट्टै उपचारात्मक सिकाइ, जसलाई हामी रेमिडियल टिचिङ भन्छौँ, त्यो सञ्चालन गर्नुपर्छ। यसको अन्तिम लक्ष्य भनेकै समयमै कमजोरी पत्ता लगाएर सुधार गर्नु हो। फेल गराएर दण्डित गर्नु होइन। हो नि। यसले त कक्षा कोठाको पुरै डाइनामिक्स नै परिवर्तन गरिदिने भयो। यसको मतलब मूल्याङ्कनको अन्तिम लक्ष्य कसैलाई ए ग्रेड वा सी ग्रेड भनेर ट्याग लगाउनु मात्र होइन रहेछ। पक्कै पनि होइन। ग्रेड निर्धारणका लागि नभई सिकाइ सुधारका लागि मूल्याङ्कन गरिनुपर्छ भन्ने कुरा सुन्दा जति क्रान्तिकारी लाग्छ, यसले अर्को एउटा व्यावहारिक चुनौती पनि अघि सार्छ जस्तो मलाई लाग्छ। कस्तो चुनौती?
यदि वर्षको अन्त्यमा त्यो 3 घण्टाको लिखित परीक्षा हुँदैन भने शिक्षकले विद्यार्थीको दैनिक प्रगति कसरी ट्र्याक गर्छन् त? हावाको भरमा वा सम्झनाको भरमा त पक्कै मूल्याङ्कन हुँदैन होला? हावाको भरमा मूल्याङ्कन नहोस् भनेर नै निकै व्यवस्थित चरणहरू तोकिएका छन्। यसको सम्पूर्ण जग भनेको नै पहिलो चरण हो। अनि त्यो पहिलो चरण भनेको चाहिँ के हो नि? जहाँ हरेक विद्यार्थीको कार्य सञ्चयिका अर्थात् पोर्टफोलियो तयार गरिन्छ। यो कार्य सञ्चयिका भित्र विद्यार्थीको कक्षा कार्य, सहभागिता, लिखित तथा मौखिक कार्यहरू राखिन्छन्। अनि प्रयोजना कार्य र प्रयोगात्मक कार्य जस्ता सम्पूर्ण कुराहरू पनि व्यवस्थित गरेर राखिन्छन् होला, हैन? हो, एकदमै। त्यसपछि दोस्रो चरणमा सम्बन्धित विषयका सिकाइ उपलब्धि सूचकका आधारमा मूल्याङ्कन गरी अभिलेख भरिन्छ। अनि अन्त्यमा समग्र प्रगति प्रतिवेदन तयार गरिन्छ। हजुर, ठ्याक्कै त्यही हो। यहाँनिर चाहिँ कुरा एकदमै रोचक बन्छ है। यो कार्य सञ्चयिका भन्ने कुरालाई लिएर म अहिले बढी नै उत्सुक छु। यो सुन्दाखेरि केवल कागजपत्र राख्ने एउटा प्लास्टिकको फाइल वा दराजमा थन्काउने डकुमेन्ट जस्तो मात्र लाग्दैन नि? हो नि, त्योभन्दा धेरै माथिको कुरा हो यो। यो त एक हिसाबले विद्यार्थीको सम्पूर्ण व्यक्तित्वको ऐना पो रहेछ। निर्देशिकाले पनि यसको मुख्य प्रयोजन विद्यार्थीको वैयक्तिक प्रतिभा पहिचान गर्नु हो भनेको छ। पक्कै पनि। मानौ कोही विद्यार्थी गणितको हिसाब गर्न अलिकति कमजोर होला, तर ऊ चित्रकलामा उत्कृष्ट हुन सक्छ। अथवा कक्षामा साथीहरूलाई कुनै काममा नेतृत्व गर्न सिपालु हुन सक्छ। हो, अनि त्यस्ता क्षमताहरूलाई हामी व्यवहार कुशलसिप वा सफ्ट स्किल्स भन्छौँ। परम्परागत परीक्षाको एउटा कापीले विद्यार्थीमा व्यवहार कुशलसिप विकास भयो वा भएन भनेर कहिल्यै नाप्न सक्दैनथ्यो। त्यो त हो। कापीमा लेखेको भरमा लिडरशिप कसरी नाप्ने र हैन? त्यही त। ऊ कतिको सहयोगी छ, उसले समस्या समाधान कसरी गर्छ भन्ने कुरा कार्य सञ्चयिकाले निरन्तर ट्र्याक गर्छ। अनि यसको अर्को सुन्दर पक्ष भनेको पारदर्शिता हो। त्यो भनेको? यो कार्य सञ्चयिका शिक्षकले मात्र हेरेर राख्ने होइन, विषयवस्तुको अध्ययन पूरा गरेपछि अभिभावकलाई पनि जानकारी पठाउने व्यवस्था गरिएको छ। ए, यसको अर्थ अब विद्यार्थी, शिक्षक, विद्यार्थी र अभिभावक सबै एउटै पृष्ठमा हुने भए? एकदमै। पहिले वर्षको अन्त्यमा रिजल्ट लिन जाँदा मात्र अभिभावकले मेरो बच्चा कमजोर रहेछ भनेर थाहा पाउने अवस्था हुन्थ्यो। अब त निरन्तर रूपमा बच्चाले कहाँ राम्रो गरिरहेको छ र कहाँ मद्दत चाहिएको छ भन्ने कुरा अभिभावकले पनि देख्न पाउने भए। हो, यसले घर र स्कुलको दूरी पनि कम गर्छ। तर एउटा कुरा नि, कक्षा कोठामा 25-30 जना विद्यार्थी हुन्छन्। प्रत्येकको छुट्टा छुट्टै कार्य सञ्चयिका बनाउनु र यति धेरै तथ्याङ्क सङ्कलन गर्नु शिक्षकको लागि निकै चुनौतीपूर्ण काम होइन र? पक्कै हो। यी तथ्याङ्कहरू सङ्कलन चाहिँ कसरी गरिन्छ त? चुनौती पक्कै छ, र त्यसैलाई व्यवस्थित गर्न मूल्याङ्कनका 10 विभिन्न तरिकाहरू दिइएका छन्। यी 10 तरिकाहरूले विद्यार्थीको सिकाइको हरेक कुनालाई समेट्छन्। 10 वटा तरिका? ती सबै एकैपटक प्रयोग गर्ने हो त? होइन। सबै तरिकाहरू एकैपटक प्रयोग गर्ने होइन, आवश्यकता र सन्दर्भ अनुसार गर्दै जाने हो। जस्तै शिक्षकले पढाउँदै गर्दा विद्यार्थीको दैनिक व्यवहार र सक्रिय सहभागिता हेर्न अवलोकन विधिको प्रयोग गर्छन्। ए, भनेपछि हेरेरै मूल्याङ्कन गर्ने? त्यसैगरी मौखिक र लिखित कार्यबाट बोलाइ र लेखाइ सिप परीक्षण हुन्छ भने कुराकानी र छलफलबाट विचार अभिव्यक्ति गर्ने क्षमता हेरिन्छ। मैले ती 10 तरिकाहरूको सूची हेर्दा मलाई सबैभन्दा रोचक लागेका तरिकाहरू चाहिँ अलि फरक खालका छन्। जस्तै परियोजना कार्य र प्रयोगात्मक कार्य। हो, ती एकदमै महत्त्वपूर्ण छन्। परियोजना कार्यले विद्यार्थीलाई आफै खोज अनुसन्धान गर्न र तथ्याङ्क विश्लेषण गर्न सिकाउँछ। प्रयोगात्मक कार्यले चाहिँ किताबमा पढेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न सक्यो कि सकेन भनेर जाँच्छ। एकदम सही बुझ्नुभयो। अनि त्यहाँ सहपाठी मूल्याङ्कन, स्वमूल्याङ्कन र अभिभावकको प्रतिक्रिया पनि समावेश छन् नि। साथीहरूले एकअर्काको कामको मूल्याङ्कन गर्ने, आफैले आफ्नो काम जाँच्ने र घरको व्यवहार हेरेर अभिभावकले प्रतिक्रिया दिने। हो, यो बहुआयामिक मूल्याङ्कन हो। यसलाई सुन्दा मलाई कर्पोरेट दुनियाँको एउटा चर्चित अभ्यास याद आयो। ठूला अफिसहरूमा 360 डिग्री पर्फर्मेन्स रिभ्यू भन्ने हुन्छ नि। सुन्नुमा ठ्याक्कै त्यस्तै लाग्छ। कसरी जोड्नुहुन्छ यसलाई?
कर्पोरेटमा के हुन्छ भने मूल्याङ्कन केवल हाकिमले मात्र गर्दैन, सँगै काम गर्ने सहकर्मीले टिमवर्क कस्तो छ भनेर भन्छन्, आफू महातहतका कर्मचारीले लिडरशिप कस्तो छ भनेर फिडब्याक दिन्छन् र स्वयं आफैले पनि आफ्नो मूल्याङ्कन गर्नुपर्छ। त्यो त हो। यो कक्षा 4 र 5 को मूल्याङ्कन प्रणाली पनि त त्यस्तै पो रहेछ। यो केवल शिक्षकले माथिबाट लाद्ने एकतर्फी मूल्याङ्कन होइन, यसमा त सँगै बेन्चमा बस्ने साथीहरू, घरका मान्छे र स्वयं विद्यार्थी आफै पनि सक्रिय रूपमा सहभागी छन्। यो तुलना अत्यन्तै सटिक छ। यदि यसलाई अझै बृहत रूपमा हेर्ने हो भने हामीले बालबालिकालाई सानैदेखि वास्तविक जीवनको लागि तयार गरिरहेका छौं। पक्कै पनि। परम्परागत परीक्षाले के गर्थ्यो? शिक्षकले प्रश्न दिने, विद्यार्थीले घोकेको कुरा ओकल्ने। तर समाजमा त हामीले एक्लै बाँच्ने होइन, सबैसँग मिलेर काम गर्नुपर्छ। साथीहरूसँग मिलेर काम गर्न सक्ने क्षमता त्यही सहपाठी मूल्याङ्कनबाट हेरिँदैछ। हो, आफ्नो गल्ती आफै महसुस गर्न सक्ने क्षमता स्वमूल्याङ्कनबाट विकास हुँदैछ। सिद्धान्तलाई व्यावहारिक जीवनमा उतार्ने अभ्यास प्रयोगात्मक कार्यबाट भइरहेको छ। यो भनेको सिकाइलाई कक्षा कोठाको 4 घेराबाट बाहिर निकालेर जीवनसँग जोड्ने प्रयास हो। एकदमै सही भन्नुभयो। यो सब सुन्दा एकदमै आदर्श र राम्रो लाग्छ। तर एउटा शिक्षकको नजरबाट हेर्दा म यहाँनिर एउटा ठूलो व्यावहारिक जोखिम पनि देख्छु। कस्तो जोखिम? जस्तै गणितको परीक्षामा 2 र 2 जोड्दा 4 लेख्यो भने सिधै पुरै अङ्क दिन सजिलो छ। तर जब शिक्षकले अवलोकन गर्छन् वा विद्यार्थीको सृजनात्मक क्षमता नाप्छन् वा अभिभावकको प्रतिक्रिया लिन्छन्, त्यति बेला निष्पक्षता कसरी कायम गर्ने? बायसनेसको कुरा हो नि। शिक्षकको व्यक्तिगत धारणा वा मूड हावी हुन सक्छन् नि। शिक्षकलाई मनपर्ने विद्यार्थीले राम्रो ग्रेड पाउने, मन नपर्नेले कम पाउने जोखिमलाई कसरी रोक्ने? यो एकदमै जायज र गम्भीर प्रश्न हो। शिक्षकको तजबिजमा वा मूडको भरमा मात्र मूल्याङ्कन छाडिदियो भने पक्कै पनि पक्षपात हुन सक्छ। त्यही त। त्यसलाई कन्ट्रोल गर्ने मेकानिजम के छ त? त्यसैलाई रोक्न र मूल्याङ्कनलाई वस्तुनिष्ठ बनाउन निर्देशिकाले 3वटा स्पष्ट र वैज्ञानिक साधनहरूको व्यवस्था गरेको छ। रुजु सूची अर्थात् चेकलिस्ट, श्रेणीमापन अर्थात् रेटिङ स्केल र रुब्रिक्स। यी 3वटा औजारले शिक्षकलाई हावाको भरमा अङ्क दिनबाट रोक्छन्। एकदमै रोक्छन्। यी 3वटाले कसरी काम गर्छन् त? अलिकति प्रस्ट्याइदिनुस् न। पहिलो साधन रुजु सूची सबैभन्दा सरल छ। यसले कुनै निश्चित व्यवहार वा कार्य उपस्थित छ वा छैन भन्ने मात्र देखाउँछ। भनेको एस वा नो जस्तो। हो, यसका उत्तरहरू हो वा होइनमा आधारित हुन्छन्। जस्तै विज्ञानको प्रयोगात्मक कक्षामा विद्यार्थीले सुरक्षा चस्मा लगाएको छ कि छैन? हो वा होइन? ठ्याक्कै। उसले दिएको परियोजना समयमै बुझायो कि बुझाएन? हो वा होइन? यसमा कुनै दुविधा नै हुँदैन र शिक्षकको व्यक्तिगत भावनाले पनि कुनै असर गर्न सक्दैन। यो त एकदमै प्रष्ट भयो। अनि दोस्रो साधन श्रेणीमापन अर्थात् रेटिङ स्केलले चाहिँ कसरी काम गर्छ? श्रेणीमापनले चाहिँ छ वा छैन मात्र नभनी त्यो काम कुन स्तरमा छ वा त्यसको गुणस्तर कस्तो छ भन्ने कुरा नाप्छ। डिग्री अफ क्वालिटी नाप्ने भयो। हो, यो सामान्यतया 3 बिन्दु, 5 बिन्दु वा 7 बिन्दुको स्केलमा हुन सक्छ। जस्तै कुनै सामूहिक कार्यमा विद्यार्थी कतिको सक्रिय छ भनेर नाप्नु पर्यो भने 1 भनेको आधारभूत भन्दा कम, 2 भनेको आधारभूत, 3 भनेको दक्ष र 4 भनेको उच्च भनेर स्तर तोक्न सकिन्छ। यसले शिक्षकलाई विद्यार्थीको सहभागिता वा क्षमतालाई एउटा निश्चित ढाँचाभित्र रहेर मूल्याङ्कन गर्न मद्दत गर्छ, हैन त? एकदम सही। यी दुवै कुराहरू उपयोगी छन्, तर त्यसो भए यसको समग्र अर्थ के हो त? मलाई सबभन्दा बढी चासो जगाएको साधन चाहिँ तेस्रो हो, रुब्रिक्स। यो सबैभन्दा विस्तृत हुन्छ। मैले यो रुब्रिक्सको अवधारणालाई बुझ्नको लागि एउटा रेस्टुरेन्टको एनालोजी बनाएकी छु है। हेरौँ यो कतिको मिल्छ। पक्कै पनि, सुन्नु न त। जस्तै रुजु सूची भनेको कोही कुनै रेस्टुरेन्टमा जानुभयो र वेटरलाई सोध्नुभयो आजको मेनुमा मोमो छ कि छैन? अनि वेटरले भन्छ छ वा छैन। कुरा त्यही सकियो। अनि श्रेणीमापन भनेको चाहिँ त्यो रेस्टुरेन्टमा खाना खाएर फर्केपछि त्यसलाई गुगलमा वा कुनै एपमा कति स्टार दिनुहुन्छ भन्ने जस्तै हो। 1 देखि 5 स्टारसम्म दिन सकिने भयो। हो, मानौ 3 स्टार दिनुभयो रे, तर रेस्टुरेन्टको साउ वा सेफलाई किन 3 स्टार मात्र दिइयो भन्ने कुरा कहिले थाहा हुँदैन। हो नि, कारण त थाहा भएन। अनि रुब्रिक्स चाहिँ कस्तो हुन्छ त यो उदाहरणमा?
रुब्रिक्स भनेको चाहिँ एउटा व्यावसायिक फुड क्रिटिकको विस्तृत रिभ्यू जस्तै हो। ओहो गजब। त्यो क्रिटिकले केवल 3 स्टार मात्र दिएर छाड्दैन, उसले स्पष्ट पारेर लेख्छ तपाईको सुपको प्रस्तुति उत्कृष्ट थियो, त्यसैले प्रस्तुतिमा 5 स्टार, तर सुपमा नुन अलिकति बढी भयो, त्यसैले स्वादमा 2 स्टार। अनि डेजर्टको स्वाद मिठो भए पनि तापक्रम मिलेको थिएन भनेर पनि खुलाउँछ होला? हो, यति मात्र होइन, त्यो क्रिटिकले सेफलाई अर्को पटक सुपमा नुन कसरी सन्तुलन गर्ने र डेजर्टलाई कुन तापक्रममा सर्भ गर्ने भनेर स्पष्ट सुझाव पनि दिन्छ। के रुब्रिक्सले विद्यार्थीलाई दिने प्रतिक्रिया यस्तै विस्तृत र सुधारात्मक हुन्छ त? यो एनालोजीले रुब्रिक्सको मर्मलाई ठ्याक्कै समात्यो। साँच्चै भन्नुपर्दा रुब्रिक्सको सबैभन्दा ठूलो शक्ति नै यही हो। भनेपछि यसले स्पष्ट चित्र दिने भयो? यसले विद्यार्थीको कार्य सम्पादनलाई विभिन्न मापदण्डका आधारमा श्रेणीबद्ध गर्छ र प्रत्येक स्तरका लागि स्पष्ट सूचकहरू प्रदान गर्दछ। यदि कुनै विद्यार्थीले निबन्ध लेखन वा जटिल परियोजनामा कम ग्रेड पायो भने उसले म किन कमजोर भएँ भनेर रुँदै बस्नु पर्दैन। रुब्रिक्सले उसलाई ऐना जस्तै छर्लङ्ग पार्दिन्छ। हो नि, सायद उसको व्याकरण सही थियो, त्यहाँ उच्च स्तर पायो, तर विषयवस्तुको गहिराई पुगेन, त्यहाँ कम स्तर पायो। यो कुरा प्रष्ट हुन्छ। यसको मतलब शिक्षकले केवल एउटा अङ्क वा ग्रेड दिएर मात्र उम्किन पाएनन् नि। विद्यार्थीलाई अर्को पटक कसरी सुधार गर्ने भनेर बाटो पनि देखाइदिनु पर्यो। एकदमै। निर्देशिकामा दिएको परियोजना तथा प्रयोगात्मक कार्य राख्ने ढाँचा हेर्दा पनि त्यहाँ मापन स्तरसँगै दिएको सुझाव लेख्ने ठाउँ अनिवार्य रूपमा राखिएको छ। सुझाव लेख्नै पर्ने? यदि शिक्षकले सुझावसहित सुधारको बाटो देखाइदिएनन् भने त्यो मूल्याङ्कनको अर्थ नै रहेन। बच्चाले आफ्नो गल्ती थाहा पाउँछ र त्यसलाई सुधार्ने मौका पनि पाउँछ। हामीले सुरुमै चर्चा गरेको सिकाइ सुधारका लागि मूल्याङ्कन भन्ने मूल मर्मको व्यावहारिक प्रयोग नै यही रुब्रिक्स र यसले दिने निरन्तर पृष्ठपोषण हो। आजको यो पुरै छलफललाई फर्केर हेर्दा नि मलाई साँच्चैकै नै हामी एउटा ठूलो शैक्षिक क्रान्तिको साक्षी बनिरहेका छौँ जस्तो महसुस भइरहेको छ। पक्कै पनि यो सानो परिवर्तन होइन। कक्षा 4 र 5 का ती साना बालबालिकाहरूलाई त्यो 3 घण्टाको डरलाग्दो कोठाबाट निकालेर उनीहरूको समग्र बहुआयामिक व्यक्तित्वको मूल्याङ्कन गर्ने यो परिपाटी साँच्चै प्रशंसनीय छ। हो नि। बालबालिकालाई फेल भनेर दण्डित गर्नुको सट्टा गल्ती गर्न छुट दिने, त्यही गल्तीबाट सिक्ने अवसर दिने र उनीहरू कहाँ चुकिरहेका छन् भनेर पत्ता लगाई उनीहरूलाई सफल बनाउन यो समग्र प्रणाली डिजाइन गरिएको रहेछ। हो, र यसले एउटा निकै महत्त्वपूर्ण र अलिक गहिरो प्रश्न पनि खडा गर्छ, जुन कुरा यो छलफल सुन्ने जो कोहीले पनि विचार गर्नुपर्छ जस्तो मलाई लाग्छ। कस्तो प्रश्न? हामीले भर्खरै बुझ्यौँ कि 9-10 वर्षका बालबालिकालाई फेल हुनबाट जोगाउन, उनीहरूको वास्तविक क्षमता विकास गर्न र उनीहरूलाई तनावमुक्त राख्न यो निरन्तर पृष्ठपोषणमा आधारित 360 डिग्री मूल्याङ्कन प्रणाली कति वैज्ञानिक र प्रभावकारी छ। त्यो त हामीले छलफल गर्यौं नि। परम्परागत एक दिने वार्षिक परीक्षाले उनीहरूको समग्र क्षमता नाप्न सक्दैन भनेर हामीले त्यसलाई काम नलाग्ने ठहर गर्दै फालिसक्यौँ नि त। हो नि। अनि यहाँनिर प्रश्न चाहिँ के नि? प्रश्न यो हो कि यदि बालबालिकाको सिकाइ र प्रगतिका लागि यो पुरानो प्रणाली यति धेरै त्रुटिपूर्ण र हानिकारक थियो भने हामी वयस्कहरूले काम गर्ने आधुनिक कर्पोरेट क्षेत्र र ठूला अफिसहरूमा किन अझै पनि त्यही पुरानो र तनावपूर्ण वार्षिक कार्य सम्पादन मूल्याङ्कन चलिरहेको छ त? ओहो, वर्षभरि काम गरायो अनि वर्षको अन्त्यमा एक दिन हाकिमले एउटा फारम भरेर वा छोटो मिटिङ गरेर ग्रेडिङ गरिदिने चलन अझै छ नि त। यो त साँच्चै सोच्न बाध्य बनाउने कुरा भयो। जहाँ कर्मचारीलाई सुधारात्मक र उपचारात्मक अवसरहरू दिनुभन्दा पनि वर्षको अन्त्यमा केवल एउटा अङ्क दिएर जज गरिन्छ। हो नि। के आधुनिक कर्पोरेट दुनियाँले र ठूला अफिसहरूले पनि कक्षा 4 र 5 को यो नयाँ मूल्याङ्कन मोडेलबाट केही सिक्नुपर्ने बेला आएको छैन र? साँच्चै नै। जहाँ कर्मचारीलाई फेल वा कमसल देखाउनुको सट्टा निरन्तर रुब्रिक्स र पोर्टफोलियोको आधारमा सुधारात्मक सुझाव आदान प्रदान होस्। यो पक्कै पनि सबैले गम्भीर भएर विचार गर्नुपर्ने विषय हो। एकदम सही कुरा। यसले कर्पोरेट क्षेत्रलाई पनि पक्कै एउटा राम्रो पाठ सिकाउन सक्छ। आजको यो गहिरो छलफलबाट शिक्षा प्रणालीको यो सुन्दर परिवर्तन बुझ्न पायौं। सुन्नुभएकोमा सबैलाई धन्यवाद।